पाउनुहुन्छ क्या अहिले अब जनतालाई हतियार दिनुपर्ने छ कि गर्ने बन्दुक चलाउँछु बन्दुक यो गरामलाई पेन नगर्नुलाई बम छ चिन्ता नलिनु अहिले हामी कुन ठाउँमा छौँ यो हामी दुबी चौरको सिमी चौर 10 को झिर्मीमा छ सिमी चौर 10 को झिर्मी सिमी चौर 10 को झिर्मी भन्ने गुल्मीमा छ गुल्मीमा छौँ हामीलाई चाहिँ बुवा सानोमा हुर्किँदा अनि बुवा हजुरबाले के भन्नुहुन्थ्यो भन्दाखेरि चाहिँ प्रदीप गिरी र चन्द्र भण्डारी चाहिँ यस्तो मान्छे हुन् यिनलाई काङ्ग्रेसको मात्र नभन्नु यिनलाई सबैको भन्नु अनि अर्को चाहिँ यिनीहरूको विवेक र बुद्धिमान हुन् यिनीहरूबाट सिक्नुहोस् भन्थे अब आएको नयाँ पुस्ताले चाहिँ हजुरले कसरी सम्झियोस् जस्तो लाग्छ बुवा मुलुकभन्दा ठुलो कुनै चिज हुन सक्दैन त्यसभित्र बस्ने हामी जनता हो जनतालाई विधिवत लैजानको रूपले विधित तरिकाले शासन व्यवस्था गर्न कानुनी राजको स्थापना गर्नलाई हामीले प्रजातन्त्र बनेका हौँ हैन तसर्थ पार्टी भनेका साधनहरू हुन् मुलुकको समृद्धिका निम्ति हाम्रो साध्य त समृद्धि हो नि मुलुकको हजुर पार्टीहरू भने त्यसका साधन हुन् साधन राम्रो नभयो भने साध्य राम्रो हुँदैन हैन साध्य राम्रो हुँदैन त्यसकारणले मुलुक बनाउने साधन हुन् भनेर बुझ्नुपर्छ अनि चन्द्र भण्डारीलाई चाहिँ कसरी सम्झियोस् अबको पुस्ताले मैले मेरो कुनै मुलुकभन्दा कुनै स्वार्थ छैन मुलुकको जनताभन्दा मलाई कसैको प्रेम छैन विधिको शासनमा चलाउने हैन म एउटा मुलुकको लागि असल मान्छे हुँ असल मान्छे त्यही तरिकाले सम्झे हुन्छ अनि हजुर संसदीय भूमिकामा त एकदम खरो रूपमा उत्रिनु भयो सरकारमा चाहिँ जस्तो म 56 मा जन्मेको हो बुवा सरकारको भूमिकामा चाहिँ हजुर एकदमै धेरै देख्नुपर्ने रहर थियो मेरो म के कारणले गर्दा देख्न पाइनँ बुवा मैले म एउटा मुलुकको कसैसित पनि कम्प्रोमाइज नहोस् सुशील कोइराला प्रचण्डजी केपी ओलीजीले पहाड र तराई छुट्याउनको निम्ति उहाँले हस्ताक्षर गर्नुभयो त्यो कुरालाई मैले मानिनँ त्यो कुरा नभन्दा कुनै ठुला शक्तिहरूलाई पनि असन्तुष्टि होला मेरो पार्टीभित्र पनि खाइपाइ आएका मान्छेलाई असन्तुष्टि होला त्यो हिसाबले मैले उहाँहरूले गरेको सिग्नेचरलाई पनि जनताको सहयोगमा फिर्ता गरेँ आज तपाईँले गुल्मी अरेखाची पाल्पा रूपन्देही जोडिएको देख्नुहुन्छ नि नत्र भने पहाड मात्रै हुन्थ्यो पहाडलाई सबैले अपमान गर्थे त्यसकारणले चन्द्र भण्डारीले मेजर कुरा भनेको मान्दैन मुलुकको लागि जनताका लागि कसैसित कम्प्रोमाइज गर्दैन त्यसकारणले गर्दा मैले सरकारको ठाउँमा परीक्षा दिन पाएको छैन त्यति बेला त्यो कुरामा कम्प्रोमाइज गरेको सायद हामीले हजुर देख्न पाउँथ्यौँ त्यो कम्प्रोमाइज गरेर मैले जे चाहे हुन्थेँ तर मान्नु चाहनु भएन मुलुक ठुलो अनि हजुर अर्को सुन्न मन लागेको चाहिँ हजुर चाहिँ मरेर आएको मान्छे भन्छु क्या बुवा मैले हजुरलाई हजुरको जुन जस्तो घटना भयो होइन संसदीय यात्रा पहिला पनि तय गर्नुभयो अहिले पनि गर्नुभयो विभिन्न राजनीतिक आन्दोलनहरू देख्नुभयो हजुर 5 वर्ष त जेल नै परिसक्नु भएको थियो होइन अबको एउटा मरेर आइसकेको पुनर्जन्म पाएको व्यक्ति अबको संसदीय यात्रामा चाहिँ कस्तो हुनेछ बुवा 3-4 वटा समस्या छन् एउटा हाम्रा युवाहरू सबै विदेशिएका छन् ती विदेशिएका युवाहरूलाई यो नेपालभित्र ल्याउन छ अहिले गाउँ रित्तिएको छ युवाविहीन भएको छ बाबुआमा मात्रै हुनुहुन्छ पहाड पनि रित्तिएको छ तिनीहरूलाई नेपालमा ल्याउने मेरो चाहिँ कार्यक्रम छ मैले सदनमा भनेको कसरी ल्याउन सकिन्छ बुवा अब हामीलाई मुलुकको विकास गर्ने सबैभन्दा ठुलो आधार 5 वटा नदीलाई हामीले प्रयोग गर्यौँ भने ती जनतासित जोडियौँ भने हामीले गर्न सकिन्छ यो कुरा मैले सदनमा राखेको छु कति दिनसम्म जनतालाई गरिब भनेर राख्ने कति दिनसम्म औषधि चाहियो स्कुल चाहियो बाटो चाहियो भनेर जनतालाई कतिसम्म राख्ने रोजगारी चाहियो भनेर कतिसम्म भन्ने राणाका बेलामा त्यही राजाका बेलामा पनि त्यही गणतन्त्रका बेलामा पनि त्यही कति दिन जनतालाई राख्ने विकास गर्न पर्दैन 21औं शताब्दीमा नेपाल जस्तो ठाउँमा पनि गरिब हुन्छ मान्छे
नेपाल जस्तो ठाउँका मान्छे युवाहरू पनि विदेश जानुपर्छ भनेर मैले सदनमा भनेको छु। ऊर्जा उत्पादन गरौँ, सीमान्तकृत वर्गलाई 2% देऊ र नेपाली मान्छेहरूलाई लगानी गर्न देऊ मैले भनेको छु। भन्दा नेपाल सरकारले रोस्टममा उभिएर भनेको छ, माननीय डाक्टर चन्द्र भण्डारीको प्रस्तावलाई स्वीकार गर्दै अबको 10 वर्षमा 28,500 मेगावाट बत्ती निकाल्ने, जसलाई 27 खरब लगानी गर्नुपर्छ, त्यसको 49% चाहिने सबैलाई लगानी गर्न दिने भनेको 32.5 खरब पैसा हामीले लगानी गर्न पाउँछौँ। अब विदेशमा रहेका, स्वदेशमा रहेका सानो व्यापार गर्ने, सानो काम गर्नेदेखि ठुलो र 2 देखि 5% सीमान्तकृत वर्गलाई सेयर दिने भनेको छ सरकारले मेरो प्रस्तावलाई स्वीकार गर्दै। हजुरको जस अबको प्राथमिकता भनेको चाहिँ अब ऊर्जा ऊर्जा त्यो हुने बित्तिकै नेपाल 5 वर्षमा धनी हुन्छ। बुवा मैले एउटा हजुर अर्को सुन्न मन लागेको चाहिँ मैले पढेको चाहिँ बुवा मैले वन सम्बन्धी पढेँ। मलाई एउटा कुरो नीति बनाउनसँग जहिले पनि एउटा प्रश्न के थियो भने हामी अहिले पनि अर्बौँ रुपियाँको काठ चाहिँ मलेसिया इन्डोनेसियाबाट चाहिँ आयात गर्ने, हरेक वर्ष अर्बौँ रुपियाँको लागतको काठ चाहिँ हाम्रो जङ्गलमा कुहिएर जाने, यसलाई बुवाले कसरी हेर्नु भएको छ? यो सबै बिचौलिया र माफियाहरूको बाहुल्यता छ नेपालको कर्मचारी तन्त्रमा, नेपालको सरकारको नीति बनाउनेहरूमा। नीति विज्ञ भन्छन् नि, हजुर पोलिटिसियन तिनीहरूकोसित नाचेका छन्। आज सल्लाह छ अनि हामीले सल्लाह भएपछि हामी मार्बलहरू ल्याउनु पर्दैन नि, सल्लाहलाई हामी प्रयोग गर्न सक्छौँ। त्यो सल्लाहलाई हामीले काटिसकेपछि अरू चाहिँ बिरुवाहरू लगाउन सक्छौँ होइन। अब सालको आयु जम्मा त्यसको काम लाग्ने उमेर 70 वर्ष, 70 वर्षपछि सालको काम लाग्दैन, हामी काट्न दिँदैनौँ। त्यो पोलिसी लेभलमा माफिया र बिचौलियाले गर्दाखेरि नेपालको पोलिसी बिगारिदिए, जसले गर्दा अहिले गाउँमा के भनिदियो भने 20 वर्ष अगाडि विदेशी आएर सल्लाह लगा भने हामी सल्लाह लगायौँ। सल्लाहले न पानी आउनु भयो, तपाईँले पानीहरू पनि बिगारिदियो, आगो लाग्दा सबै गयो। अहिले आएर भन्दा सल्लाह नलगा भन्छ। कस्ता नेपालका रहेछ त नेपालका विज्ञहरू, त्यसले गर्दाखेरि यो समस्या भयो। अनि बुवा अर्को चाहिँ अहिले गाउँमा पहाडीको यो मिडल्सहरू हेर्ने हो भने सबभन्दा मेन समस्या भनेको चाहिँ बाँदर बँदेलको पनि देख्नुभयो होला। यो कुरामा कतिको जानकार हुनुहुन्छ हजुर? मैले सदनमा यो कुरा उठाएको छु। 3 थरी बाँदरले नेपाली जनतालाई दुःख दिए। एउटा बाँदर चाहिँ नि यो रुखमा आएर खेती खाने, हजुर त्यो बँदेल मृग यो टाइपका बाँदरको चरित्र भएका। हजुर अर्को चाहिँ नि जनताले अनुदान पाउँछन् किसानले, त्यो मैले मन्त्रीलाई निकाल्न भनेर 5 वर्षको निकालेँ। 5 वर्षको निकाल्दा अरबौँ खाएका होइन। 16 अरब त 3%मा ब्याज लाग्ने पैसा पनि खाइदिएका छन्। त्यसकारण जनताको अनुदान खाने बाँदर। त्यसो थरी जनताले जब उत्पादन गरेर बजारमा लैजान्छ नि, इन्डियाको सिमाना खोलिदिन्छ। हामीमा एउटा टमाटरको 1 किलो निकाल्न 13 रुपियाँ लाग्छ, उनीहरूले 1 रुपियाँमा निकाल्छन्। हाम्रो जनताले कम्पिटिसन गर्न सक्दैन नि। यी 3 थरी बाँदरलाई हामीले कानुन बनाएर कारबाही नगरिकन हुँदैन। त्यसकारण मैले कुनै पनि हालतमा, हिजो जनताको हातमा बन्दुक थियो, माओवादीको पिरियडमा सरकारले लैदियो कि त जनतालाई बन्दुक दिए उनी सुरक्षित हुन्छ। बँदेल दुम्सी मार्न किन नदिने? जनताले खान्छन् नि, व्यापार गर्छन् नि। जङ्गलमा बसेर जनताले केही पनि गर्न नपाइने। वन जमिन जङ्गल जल जनताको अधिकार हो नि। तपाईँ खोलाको तिरमा बसियो छ, विद्युत बत्ती निकालेको छ, उसले सेयर पाउँदैन। जङ्गलको छेउमा बसियो छ, उसले काठ काट्न पाउँदैन। कुन नीति हो, कुन व्यवहार हो, कुन हो? यसको यिनलाई मैले ठेगान लगाउँछु। यसको लागि हजुर विशेष पहल गर्नु होला मेरो अनुरोध छ। म त गर्छु नै, यो मेरो कामै यही हो। हजुर अर्को पार्टीको रूपमा सोद्धाखेरि चाहिँ जस्तो हजुरको विशेष महाधिवेशनपछि अहिले नयाँ समीकरण बनेको छ, के कस्तो छ त्यो इतिहासै जानला। अब यसको उपरान्तको दिनहरूमा चाहिँ विशेष महाधिवेशनपछि आएको कुराहरूमा चाहिँ अब कङ्ग्रेसलाई सबलीकरण सुदृढीकरणको लागि चाहिँ हजुरको भूमिका चाहिँ कस्तो हुन्छ? म हेर्नुहोस्, मैले बनाएका योद्धहरू नेपाली कङ्ग्रेसको पार्टी सभापति भए, हजुर प्रधानमन्त्रीको उम्मेदवार भए, खुसी हुनुहुन्छ हजुर? मलाई कति खुसी होला। साँच्चै भन्नु त मनबाट? चाणक्य हजुर मैले अस्ति गगनलाई पनि भनेको थिएँ, दाइ हजुरले मलाई सदस्य बनाउनु, म आधी यहाँ पुगेँ भन्दै थियो हाँसेर। मैले भने नो, चाणक्यले चन्द्रगुप्तलाई किन लाए? चाणक्य हो नि। चन्द्रगुप्तलाई राजा बनाए पनि चाणक्य हो नि। होइन, त्यो स्वाभाविक नेचुरल कुरा हो। तर मैले जो छोडेको हो नि, गएर उनीहरूले गरेको कमाइ मैले खान्न भनेको हो नि। त्यस कारण मलाई त्यो छैन। तर मैले गगनहरूलाई भनेको छु, इन्डियन मोडलमा लैजानुपर्छ भाजपाको। कस्तो? प्रधानमन्त्री एउटा हुने, पार्टी सभापति एउटा हुने।
जस्तो अहिले प्रधानमन्त्री मोदी पार्टी सभापति को थाहा छैन, उसले सङ्गठन गरिदिन्छ, उसले सरकार चलाउँछ। त्यो मोडलै नेपालका लागि लागु हुन्छ, राम्रो हुन्छ भनेर मैले गर्नुहुन्न यदि भने त्यो भयो भने हजुरले प्रधानमन्त्रीको रूपमा देख्न पाइन्छ कि पाइँदैन हाम्रो? अहिले मैले हस्तक्षेप गरेँ। नेपाली काङ्ग्रेसको पार्टीले प्रधानमन्त्री गगनलाई छानेपछि मैले त्यस्तो नचाहिने काम गर्न मिल्दैन। मेरो पनि पालो आउँछ नि। ए अहिलेसम्म बल्ल 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 बन्दैछ, बिगार्नु ए हस्। अनि अहिले जुन राजनीतिमा हजुरले जस्तो 46-47 को आन्दोलन देख्नुभयो, हजुरले 62-63 देख्नुभयो, म 56 मा जन्मेको भए मलाई धेरै थाहै छैन। अब म 63 मा एक कक्षा पढ्दै भए म हुर्किएपछि मैले यही समीकरण देखेको छु र मसँग भएका साथी भयो अहिले यहाँ कोही पनि छैनन्। सबभन्दा दुःखको लागि मेरो पाठ पढेर हजुरले राजनीति बुझ्नुभयो, हामीले त अवस्था हेऱ्यौँ बुवा। अनि यो समयमा चाहिँ कहिले एकदम दुःख लाग्छ कि किन भन्दाखेरि चाहिँ हाम्रो पालामै यस्तो हो कि भन्ने पनि लाग्छ। अनि त्यो हिसाबमा चाहिँ अहिले जुन नयाँ आइरहेको छन् बुवा, नयाँ आएकोलाई चाहिँ हजुरले कसरी हेर्नुभएको छ? नयाँहरू राजनीतिमा प्रवेश गर्नु राम्रो हो, केही गर्छु भन्ने कुरा राम्रो हो। उहाँहरूले चाहिँ नि अरूको अनुभव लिन जान्नुपर्छ। अब पढाइले मात्रै केही हुन्न, नलेजले मात्रै केही हुँदैन। त्यो नलेजमा विजडम हुनुपर्छ, होइन? पढेर मात्रै केही हुन्न, त्यहाँ अनुभव पनि चाहिन्छ, होइन? त्यस कारण अहिलेको बढी नानी युवाहरूलाई हामी नयाँ, तिमीहरूको कपाल फुरो, तिम्रो बुढा बाउ भन्छ नि, हजुर ती फुलेको कपालभित्र कति धेरै ठुलो अनुभव छ भन्ने कुरा पनि उनीहरूले बुझ्नुपर्छ। त्यसलाई आएपछि नै रगत आएको दुख्ने थाहा हुन्छ। त्यस कारण उनीहरूले त्यही बुझुन् र अर्को कुरा पनि बुझुन्, जनतासित कमिटमेन्ट गर्नु पर्यो नि, म यो गर्छु भनेर। कमिटमेन्ट त 63 सालबाट गरिरहेको होइन, मैले गर्नुपर्छ नि। रोड सो गरेर हात लाएर जनताले केही पाउँदैन। त्यो प्राप्त गर्नका निम्ति लड्नु पर्यो र राजनीति गर्ने मान्छेहरू निष्ठावान, इमान्दार र इच्छा शक्ति भएको हुनुपर्छ। पहिला हजुरहरू अरूसँग लड्नुभयो, अहिले तिनीहरू नै हजुरहरूसँग लडिरहेछन्। लडेका छैन, साना भाइहरू ठिकै छ, हामीसित सिक्छन्। हजुरको क्यारेक्टर चाहिँ मैले स्टडी गरेको भए स्पष्ट वक्ता, बौद्धिक पृष्ठभूमि, सङ्घर्षशील र दुर्घटनापछि एकदम दृढ छवि भएको व्यक्ति भनेर चाहिँ मैले त्यो पाएँ बुवा। दुर्घटनापछि बुवा जीवन कतिको चेन्ज भयो बुवा? अनि मेरो पहिला पनि म अत्यन्तै इमान्दार, म चाहिँ मुलुकलाई लागि केही गर्नुपर्छ भन्ने मान्छे। मलाई कसैले पनि लोभ र मोहमा किन्न सक्दैन क्या। यो मुलुकपट्टि, मानवतापट्टि, होइन, जनतापट्टि, मेरो डेमोक्रेसीपट्टि मलाई कसैले कुनै पदले पैसाले किन्नै सक्दैन क्या, ढलाउनै सक्दैन। मैले एकचोटि भनेको छु, मलाई बुटोलमा पत्रकारहरूले सोधे, मेरो माझी बस्ती छ, धेरै घर बनाएको छु, केटाकेटी पढाएको छु, अरू जस्तो होइन। उनीहरूसित दसैँमा टिका लाउन जाँदा हजारौँ मान्छेले टिका लाउन आउँथे। बुटोलमा जाँदाखेरि मान्छेले सोधे, पत्रकारहरूले, तपाईँ यस्ता राम्रा काम किन गर्नुहुन्छ भन्दाखेरि मैले उही जुनिया के पाप गरेछु र यस्ता नेतासित परेँ, अब उनीहरूसित अर्को जुनिया भेट नहोस् भनेर मैले राम्रो काम गरेको छु भने। हजुरको लागि गुल्मी के हो? मेरो जन्मस्थल हो नि, म पवित्र भूमि हो, मेरो आमा बराबर हो। जसले जन्म दियो, मेरो आमाले जुन ठाउँले मलाई हुर्कायो सिकायो, त्यो मेरो जन्मभूमि हो नि। यिनी मेरो उहाँहरू मेरो दाजुभाइ हो नि। अनि अन्तिममा चाहिँ हजुरलाई मैले समयको लिएर सोधेँ, हजुर जिन्दगीमा सबभन्दा धेरै खुसी भएको समय कुन हो? नेपालमा म धेरै खुसी भएको समय आएको छैन। अन्तिमपल्ट रोएको याद छ? म जब मेरो जलनले मैले आमा बितेको 2 महिनामा थाहा पाएँ। मेरो आमा 88 वर्षको हुनुहुन्थ्यो। मलाई मिठो मिठो त्यो ब्रोकाउली ल्याएर खुवाउनुहुन्थ्यो। जुन आमालाई म 88 वर्षमा पनि मलाई खुवाउनुहुन्थ्यो। मेरा साथीभाइ आउँदा सबलाई चिया खाना खुवाउनुहुन्थ्यो। त्यो आमालाई गुमाउँदा मलाई एकदम दुःख लाग्यो। दोस्रोचोटि जो मेरो देश जल्यो नि, युवाहरू मारिए नि, सिंहदरबार पनि जल्यो क्या। आँसु आयो? मेरो देश कति कमजोर मान्छेहरूको हातमा रहेछ। मेरो देशका नेता थाहै नपाउने, मेरो देशको सुरक्षा निकाय कस्तालाई हामीले जनताले ट्याक्स तिरेर पालेका रहेछौँ, यिनी राष्ट्रिय गद्दारहरूलाई भनेर मेरो आँखामा आँसु आयो। र मेरो कमिटमेन्ट पनि बढायो, अब मैले केही गर्नुपर्छ यो मुलुकलाई। म फेरि यो मुलुक बनाउनका निम्ति फेरि जल्न परे पनि जल्नुपर्छ भन्ने मलाई त आयो। अहिले मैले यसो हिजो सोसियल मिडियामा हेरेको, चन्द्र भण्डारी एकदम शालीन मान्छे, गएको 1 मिनटमा अलिअलि क्षुद्र भएको कि जस्तो भने के भन्नुहुन्छ हजुर? म क्षुद्रै छैन, मैले कसैलाई अहिलेसम्म गाली गरेको छैन, मैले कसैलाई अपमान गरेको छैन, मैले कसैलाई गाली चाहिँ गर्दिनँ क्या। त्यो गालीको कल्चरै होइन मेरो त। मेरो त समाज सुधार्ने हो नि, कसैले त पिउन पर्यो नि बिक। त्यसो म क्षुद्र होइन।
दाजु प्लिज दाइ यार भाइ म कान छोप्छु कि पहिले अच्छा राम्रो जाऊ म एउटा सोध्न बिर्सेछु कि ल के भने नि अहिले हजुरको जुन क्यारेक्टर छ नि त्यहीमा प्रदीप गैँवालीप्रतिको हजुरको धारणा के छ ठिक छ प्रदीपहरू साथी हो नि हामी सँगै बसेर सँगै लड्यौँ प्रजातन्त्र ल्यायौँ होइन सँगै संविधान संशोधन गऱ्यौँ देशको नक्सा पास गऱ्यौँ होइन किन एकअर्कोमा असहमति हुँदा लड्दा चाहिँ नि एकजुट हुने खालीको बेला झगडा गर्नुपर्छ भन्ने छ र अनि सागर ढकालप्रति अब उहाँहरू भर्खर आएको युवाहरू हो राजनीति गर्न खोज्नु भएको छ हजुरको धेरै चुपुर चुपुर गरेर हुन्न अनुभव गरेर सिक्नुपर्छ धन्यवाद